वेलकम गाइज, दिस इज अ न्यू ब्लग। अनि चाहिँ हामी सामान किनेर अझै पनि हिँड्दैछौँ। त्यही हिजोकै ब्लगमा चाहिँ हामी चाहिँ टक्क सामान किनेर फर्किँदैछौँ। त्यो ब्लग चाहिँ मैले पोस्टमा लगाइदिइसकेँ। अब चाहिँ हामी यहाँबाट अझै सामान किनेर अब चाहिँ रुममा आइसक्न लाग्यो। म चाहिँ अघि यो पसलमा चाहिँ ट्याक्क यहाँ चाहिँ बाबर खोजिरहेको रहेछ क्या। अनि त्यहाँ गएर यसो नम्बर छोडेर आएको। त्यहाँबाट हामी लग टिसक्यौँ। चाहिँ आइसक्नु लाग्यो हाम्रो ठाउँ। सरहरू उहाँ हिँड्ने हुनुहुन्छ। ट्याक्क मार्केटहरू सामान किनेर लहर बस दामी तरिकाले अब चाहिँ फर्किनु लाग्यो। जे भने चिल छ कि सर्लक्क। अब चाहिँ हामी एकछिनमा चाहिँ रुममा पुग्छौँ। हामी चाहिँ यहाँ ठ्याक्क रोड क्रस गर्दैछौँ। यहाँबाट रुममा जाँदैछौँ। राइट तर डक्कर रहेछ। ट्याक्क अब यो टेस्कोमा बसेर टक्क सामान किनेर जानुपर्ने हुन्छ। यो टेस्कोमा सामान किन्नुपर्ने हुन्छ। अब चाहिँ त्यो सामान टेस्कोमा बस्नुपर्छ। त्यसको भित्र बसेर सामान किनेर बहुत टाढा आइयो यार। अब त त्यो सामान किनेर जानु ल हेरौँ है फेरि नसक्नु छ यार। यसरी सामान किनेर चाहिँ आइयो। अब चाहिँ रुममा पुगिसक्नु लाग्यो। त्यसकोबाट हल्का किन्यो 4-5 पाउन्डको सामान। अब चाहिँ लाग्यो घरतिर स्टेसन यो बस। अब चाहिँ एकैचोटि रुममा पुगेर भेट्नुपर्ने हुन्छ। रुममा पुगेर भन्दा भन्दै 2-3टा भ्लगमै रुममा पुगेर भन्ने जस्तो भयो होला। यस्तै छ यार। यस्तो भेट भन्दै राखेँ है तेरि यार। टाउन हल अरे आमा सही हो। हामी चाहिँ मार्केटबाट आएर टक्क बल आएर नुहाइधुवाइ गरेर बल्ल नुहाउन पाइयो यार। नुहाउन पाइएको थिएन। मार्केटबाट आएर टक्क नुहाइधुवाइ गरेर अनि त्यहाँपछि बल खेल्न जाँदैछौँ। मैले हिजोको त्यो भ्लग चाहिँ पोस्टमा लगाइदिइसकेँ। पोस्ट भइसक्यो क्या। अब चाहिँ डेली नै जस्तो भ्लग आउँछ होइन। डेली माया गरिदिनु होला है। अब 1K सब्सक्राइबर त हिट हुनै लाखा अब आदि भयो। अब 4000 वाच टाइम पुऱ्याउनु एकदम गाह्रो हुन्छ कि। 1K त त्यो 1K सब्सक्राइबर भनेको ठुलो कुरै होइन। 4000 वाच टाइम पुऱ्याउनु लास्टै गाह्रो हुन्छ। त्यो चाहिँ अब त्यस्तै गरेर डेन्जर माया गर्नुपर्छ है। अनि त्यहाँ चाहिँ बल्ल हुन्छ। अब चाहिँ हामी बल खेल्न जाँदैछौँ। म चाहिँ नखेल्ने केटाहरू जुत्ता सुत्ता लाएर हिँडिराख्नु कि। म चाहिँ नखेल्ने। मलाई खासै त्यस्तो बल खेल्नमा इन्ट्रेस्ट लागेन खासै। यसो बसेर हेर्छु केटाहरू। यसो कति रुममा बस्दैन नि होइन। त्यही भएर चिल हुन यसो बाहिरतिर हिँडेको। अब चाहिँ ल अब चाहिँ हामी डाइरेक्ट फुटबल ग्राउन्डमा फुटबलमा गएर भेट्छौँ है। हिजो बन्द भएको पार्क चाहिँ त्यही पार्कमा आउँदैछौँ है हामी। दामी अब यहाँ चाहिँ भित्र चाहिँ गेम सेम खेल्ने यताउता ठुलो स्पेस रहेछ। टिङसिङ डेन्जर रहेछ क्या। अब चाहिँ हामी भित्र जानु लागिसकेको छौँ। भित्र टक्क बलसल नखेल्यो भने टिङसिङ यताउता चिल हान्नु गर्छ। यहाँ चाहिँ यो पार्क चाहिँ दामी रहेछ है। उता खेल्न मिल्ने सही रहेछ यार। सही हो। ल हेर्नु त
यहाँदेखि यतापट्टि चाहिँ फेरि डेन्जर ठुलो त्यो हाइवे छ क्या डेन्जर गाडी कुद्ने फेरि त्यहाँ यहाँ त सही रहेछ त यार ल हेर त्यहाँ ए आमा सक्दैन है यो पार्क चाहिँ दामी रहेछ अब यहाँ चाहिँ एकछिन इन्जोय हान्नुपर्ने हुन्छ त्यहाँ पछि ल हेर मैले डेन्जर रहेछ यार पार्क यहाँ चाहिँ एकछिन रमाइलो गर्नुपर्ने हुन्छ यता चाहिँ फुटबल ग्राउन्ड रहेछ रन्जित सर औ टोपी रन्जित सरलाई जाडो भयो अरे टोपी लाउने अरे आमामामा ब्रिटिस लड्कीहरू नखेल्ने यार नखेल्ने के नखेल्ने टोपी राख्ने हो उयो हेर राखिदिन्छु म डेन्जर ए ल रमाइलो छ यार इन्जोय हेर्नुपर्छ म चाहिँ अब एकछिन पछि भेट्छु ब्रिटिस लड्की हेरेर हाँसिराखेपछि ल है गाइज यहाँ यो स्पाइडर जसरी चाहिँ बस्ने ठाउँ रहेछ यहाँ चाहिँ म झुन्डिरहेको बाँदर झुन्डिँदा चाहिँ स्पाइडरको जालोमा बाँदर झुन्डिँदा चाहिँ खुलकुटे सक्दैन है आमामा भ्लग त हान्नु पऱ्यो नि यस्तो ठाउँ भयो नि अब यस्तो रमाइलो रहेछ यहाँ उक्लिनु रहेछ यहाँ चाहिँ उक्लिनु पर्छ अब म चाहिँ यस्तोमा खेलिरहेको है सही हो यहाँ चाहिँ डेन्जर खेल्ने चिज रहेछ म चाहिँ यस्तोमा उभिरहेको केटाहरू फुटबल खेल्न बोलाइरहन् म चाहिँ फुटबल नखेल्ने एकछिन सब युकेमा बाँदरको चाला देखाइरहेको सायद सही हो भर्खर म खेलेको चाहिँ यो हो यी सर र उताबाट यता आउने यहाँ चाहिँ यस्तो डेन्जर उफ्रिने मिल्ने रहेछ सही हो त्यहाँ चाहिँ यो म अघि चढेको ठाउँमा चाहिँ स्पाइडरम्यान जिउ माथि उक्लिरहेको हो यस्तरी उक्लिने रहेछ यसमा यस्तो दामी पार्क सही हो उहाँ खेल्नुपर्ने हुन्छ उहाँ पनि स्पाइडरको उ रहेछ यहाँ जान्छु अब म त्यहाँपछि यता खेलिराख्नु बच्चाहरू सही हो यता चाहिँ साथीहरूले खेल्न बोलाइराखन् म चाहिँ बल खेल्नै मन लाग्दैन कि खेलिराख्ने केटाहरू सही हो म चाहिँ यहाँ माथि छु यी बाँदरको हरकत देखाइराखु है अब त्यहाँ उक्लिएँ अघि अहिले चाहिँ यहाँ यी ए ब्रिटिस बच्चाहरू खेलिराख्नु कस्तो राम्रो हुने यार बच्चाहरू ब्रिटिसको बच्चाहरू हेर्न ए दामी फेरि भिडियो खिच्यो भनेर कम्प्लेन हान्दियो भने त मेरो फिल्म बनायो भनेर कम्प्लेन हान्दियो भने टेन्सन पर्छ यार यही भएर मलाई भिडियो बनाउनु पनि डर लागिरहेको यस्तो बाँदरको चाल देखाउँदै भिडियो बनाउँदै यस्तै छ ए कति त्यो सानो बच्चाहरूलाई त्यस्तो पनि रहेछ यार उयो यहाँ बच्चा खेलिरहेको थियो तल स्प्रिङ रहेछ अरे दामी सही हो सो झ्याउला पार्क आउनुपर्छ है सही रहेछ अस्ति चाहिँ ह्याक्नी भयो ह्याक्नी हुँदाखेरि के पार्कहरू त नर्मल बस्ने यताउता मात्रै रहेछ हामी चाहिँ अहिले त्यो ह्याक्नीबाट चाहिँ वालामेस्तोमा आइसकेका छौँ वालथाम हो कि के भन्छ अब भन्नै जानिन्न कि पहिले वालथाममा आइसकेका छौँ वालथामको पार्क हो म चाहिँ अस्ति चाहिँ ह्याक्नीमा दाइहरूसँग बसिरहेको थिएँ अहिले चाहिँ हामी वालथाममा आइयो एक्लै त्यो रन्जित साथी र म बसिरहेको सँगै केटाहरू छन् 5 जना रुममा चिल हामी अब यहाँ थुप्रै छ है बस्नु चाहिँ यिनी चाहिँ अलिक टाढा पर्ने भयो कि यहाँबाट त्यही भएर अब हेरौँ कता हुन्छ के हुन्छ सही हामी ट्याक्क बिहान उठेर खानासाना खाएर 11 बज्न लागिसक्यो टाइम भइसक्यो खानासाना खाएर चाहिँ हामी यस्तो लन्डन ब्रिजतिर निस्किन लाग्यो हाम्रो दोस्रो वाहन हिन्सी भएर निस्किरहन है हामी चाहिँ टक्क टावर ब्रिजतिर निस्किन लागेको 11-12 हिँडिसक्यो यार ट्याक्क अमृत दाइहरूसँग भेटेर त्यहाँबाट को जानुहुन्छ दाइहरू
त्यहाँबाट सँगै गइन्छ हामी। हिजो चाहिँ खासै बनाउनु पाएन, हिजोको र आजको टक्क कन्टिन्यू। आज पनि त्यस्तै होला जस्तो छ। आजको चाहिँ हिजोको र आजको गरेर टक्क आजको सकिन्छ। हामी चाहिँ ट्याक्क लन्डन ब्रिज जान लागेको। टक्क बाटोमा हिँड्दै हो चाहिँ उताबाट ट्याक्क गाडीमा चढेपछि पनि भिडियो बनाउनु मिल्दैन। गाडीमा यताउता कम्प्लेन हान्दै भने भ्याउ हुन्छ भन्दा गाडीमा चाहिँ भिडियो बनाउन अलिकति खतरा हुँदैछ। रन्जित सर यहाँ बोल्दै आउनुभयो। अब चाहिँ हामी सिधै ठ्याक्क गाडीमा यहाँ अब एकछिन अलिकति उताबाट चाहिँ गाडी चढ्छ, त्यहाँबाट फेरि भेट्छौँ है। हामी चाहिँ ट्याक्क बसको चाहिँ यो माथिको 2 तलाबाट चाहिँ राम्रो यात्रा गरिरहेछौँ। हामी चाहिँ टावर ब्रिज जाँदैछौँ जम्मा लाएर। ल चिल हो चिल सर चिल होइन त ए चिलमै हो नि यार। हामी सेमन्त सरले यहाँ गाडी चलाउँदै हुनुहुन्छ, पछाडि फर्केर हेर्नु डराउनु भयो। अगाडि हेर म अगाडि गाडी चलाउनु पर्ने। ल्याम्मा झ्याम्मा कस्तो हात देखियो यार। हामी चाहिँ टक्क टावर ब्रिज जाँदैछौँ। यहाँ चाहिँ गाडी भिडियो बनाउनु चाहिँ धेरै मान्छे यहाँ धेरै डराएको सबै केटाहरू। अब त्यो भएपछि हामी गाडीबाट बोल्नुपर्छ फेरि भिडियो बनाउँछौँ है। भ्लग बनाउने भन्दा पनि बिर्सिरहेको है त्यही यार। ल ट्याक्क यहाँबाट ओर्लेपछि फेरि पनि आउँछ है। ल अरे केटा यहाँ मेरो भ्लग हेर्ने सेवन्त साल त हेर्दैन। ल रन्जित सर लगाइन्छ नि भाइरल। रन्जित सरलाई भाइरल गरिदिउँ है। हामी यहाँ चाहिँ मिलानमा जाँदैछौँ है। केटाहरू 1 2 3 4 5 जना। चिल होइन सर चिलमै हो गाडी चला चिलमा। सही हो लौकाको इतिहास सुना सीमन्त सरले। नचाहिने कुरा त तपाईँले हर्दैन नभरि हो। होइन लौका इतिहास सुना पनि केही भएन। ढुक्क लौका इतिहास सेमन्त सरले सुना है। स्याङ्जाली पनि गफ हान्छु भन्छन् फेरि आफै। यही हो नसक्ने छ यार। लौका इतिहास सुनाइयो पछाडि भन्ने बेला चाहिँ फेरि के भन्छन् लौका इतिहास यो गफ नहारा भन्छन्। स्याङ्जालीले गफ पनि हान्छन् भन्छन् फेरि। सत्य हुन्न भनेर फेरि स्याङ्जाली भनेर पछाडि फेरि दिइहालेको फेरि। ठिक छ स्याङ्जाली दाइले गफ हान्छन्। ल गाइज हामी चाहिँ गाडीबाट ओर्लिसक्यौँ। अब चाहिँ हिँड्नुपर्ने हुन्छ। कस्तो हातले ढेकेको यार। ल गाडीबाट झ्याम्मा ओर्लियो। अब अरू गाडीमा चढ्नुपर्ने हुन्छ। सही हो। सेवन्त सरले मेरो त्यहाँ आयो मेरो यहाँ भ्लगको कुरा आयो जस्तो लाग्यो त्यही हो त होइन। सही एकछिन हिँड्नुपर्ने हुन्छ। त्यहाँबाट फेरि गाडी चढेर अब एकैचोटि फेरि अर्को गाडीबाट ओर्लेपछि फेरि भेट्नेछौँ हामी। अहिलेलाई चाहिँ सही हो लगेर ठाउँमा कसम हामी होइन त त्यो ठुला घर। अब चाहिँ हामी आइसक्नु लाग्यो है। लन्डन ब्रिज आइसक्यो है। कता हो कता ल हेर म ट्याक्क लन्डन ब्रिज आयो है। अब सही हो है। अब हामी आइसक्यौँ है जम्म। अब कता हो कता ल है आइयो
सही हो चिलमा हो कपिल छ चिलमै हो नि यार ब्रिज हेरौँ ब्रिज सक्छ त यार आइयो है फाइनल्ली होइन त सार सर ल हामी अब यही झर्छौँ झ्याममा यहीँ गएर भेट्नु भयो आमामामा ठाउँ त किसिमै आइछ नि ठाउँ त किसिमै आइछ अरे यहाँ चाहिँ माछा होलान् कि के होलान् है बडा बडा माछा होलान् है किसिमै आइछ है आमामामा आखिर लगाइज हामी चाहिँ टावर ब्रिजमा अब उहाँ छ है टावर ब्रिज हामी चाहिँ यहाँ बसिरहेछौँ अब हामी हुँ जानुपर्ने हुन्छ अनि त्यहाँपछि खै यो ठाउँ त किसिमै हैछ नि ल हेर त चाहिँ फेरि पनि नजिकै नै छौँ है हामी त्यहाँ पुगिदियौँ नेक्स्ट एजुकेसनको भित्तामा देखेको ब्रिज र यो ठिकै छ नि ठिक छ राम्रो छ नि हैन यो अब यो अञ्जित दाइले नि हेरिहाल्नुहुन्छ के अरे हुन्छ अञ्जित दाइलाई पनि यसो खबर गरेर एउटै रहेछ है अञ्जित दाइ नेक्स्ट एजुकेसनको त्यो भित्तामा टाँसेको फोटो र यो चाहिँ एउटै रहेछ है ल कोही नझुकिने होला एउटै रहेछ ठाउँ पनि यही रहेछ ल है हामी चाहिँ आइसक्यौँ अब चाहिँ यहाँ अलिकति उता पुगेर हुँ पुगेर चाहिँ एक दुईवटा फोटो भिडियोहरू हान्नुपर्ने हुन्छ त्यहाँपछि हामी चाहिँ फर्किने हो आजको लागि चाहिँ यहाँसम्मको भ्लग चाहिँ यहीँसम्म गरिदिन्छु हिजोको र आजको गरेर चाहिँ अब चाहिँ यहाँ पछिको चाहिँ अर्को भ्लगमा आउँछ हेर्दै गर्नु होला माया गरिदिनु होला लाइक कमेन्ट सेयर सब्सक्राइब जे गर्नुहुन्छ त्यो सबै सपोर्ट गरिदिनु होला आजको लागि चाहिँ यहीँबाट बिदा हुन चाहन्छु हस्त धन्यवाद।